म को हुँ? उसले आफूले आफैले सोध्यो तर उत्तर पाएन। भन्न त उसलाई धेरैले गोथे भन्थे। उसलाई कहिलेदेखि र कसले गोथे भन्न सुरु गर्यो त्यो स्वयं उसलाई पनि थाहा थिएन। गोथेले मात्र होइन, त्यो सहरवासीलाई पनि थाहा थिएन। गोथे भनेको मन पराओस् नपराओस् भन्नेले त्यही भनेपछि उसले मन पराउनु वा नपराउनुसँग अर्थ पनि के नै हुन्छ र? उसले मलाई गोथे नभन् भने पनि भन्नेहरूले उसलाई देख्न साथ गोथे नै भनिहाल्थे। अझ नभन् भनेपछि त झन् मच्ची मच्ची पो भन्थे कि। टोलका धेरैलाई गोथेको विगत कण्ठै थियो, तर त्यो अनुमान थियो। उनीहरू भन्ने गर्थे गोथेलाई कसैले जन्माएर झाडीमा फालेको थियो। झाडीमा जीवितै भेटेर एकजना बुढीले पालेकी थिइन्। तर गोथे 5 वर्षको हुँदा उनले प्राण त्याग गरिन्। त्यसपछि गोथे सडकमा पुग्यो। मागेर खाँदै गोथे ठुलो भयो। हनुमानहरूका अनुमान यस्तै यस्तै थिए। गोथे आफूले चाहिँ उसलाई कसले जन्मायो कसले पाल्यो कुनै सम्झना छैन। उसले अलिअलि धमिलो सम्झना चाहिँ सडकमा उसले बच्चा हुँदा मागेको चाहिँ याद छ। अझ अलि ठुलो भएपछि बाल खलासी भएर माइक्रो बसमा काम गरेको चाहिँ उसलाई प्रष्टैसँग याद छ। त्यही 8 महिना जति खलासी भएर काम गर्दा त हो उसको जिन्दगी अन्धकारमा धकिलिएको। आउनुस् आउनुस् दमौली मुगलिन मलेखु काठमाडौँ। बाल खलासी गोथे माइक्रो बस डगडग ठटाउँथ्यो। माइक्रोमा उक्लने ओर्लनेसँग ऊ फुर्तिलो मात्र होइन, मिठो व्यवहार गर्थ्यो। जाने हो बुबा? दिदी जाने हो? सिट खाली छ। सवारी साधन पर्खिरहेका सबैसँग हाँसेर बोल्थ्यो। ओर्लने बेला यात्रुहरूलाई राम्रोसँग जानुस् है भन्न पनि भ्याउँथ्यो। एक दिन राजमार्गमा बिस्तारै चलिरहेको माइक्रो बसको ढोकामा बसेर गोथे यात्रु बोलाउँदै थियो। ड्राइभरले माइक्रो बस उत अगाडि हुत्याउँदा ऊ ढोकाबाट भुइँमा पछारियो। उसको एउटा खुट्टो आफ्नै माइक्रो बस मुनि पर्यो। खुट्टाबाट रगत बग्न थाल्यो। गोथेको कलिलो खुट्टा भाँचियो। बालकले माइक्रोमा काम लगाएकोले त्यसै पनि बाल श्रम देखिने। त्यसमाथि गाडी मालिकले उसको उपचार खर्च सबै तिर्नुपर्ने लफडा हुने ठानेर होला सायद गोथेलाई बाटैमा छोडेर ड्राइभर माइक्रो बस लिएर भाग्यो। सडकमा खुट्टा भाँचिएर रक्तमुच्छेल अवस्थामा लडिरहेको गोथेलाई धेरै पछि मात्र कसैले अस्पताल पुर्याइदियो। तर उसको एउटा खुट्टा काट्नु पर्ने भयो। समयमै अस्पताल पुर्याउन सकेको भए काट्नु पर्ने थिएन कि? खुट्टा काटिएपछि गोथेको जिन्दगी आधा भयो। एउटा खुट्टामा अडेको जिन्दगी पुरा पनि कसरी होस्? गोथेको खुट्टा मात्र गएन, जागिर गयो। जागिर मात्र गएन, सारा जिन्दगी गयो। त्यसपछि उसको जिन्दगी घर परिवार सबै फेरि सडकमा नै भयो। गोथे एक खुट्टाले हिँड्थ्यो बैशाखी टेकेर। ऊ धेरै टाढा जान सक्दैन थियो, तैपनि अल्लो टोल र पल्लो टोल गर्दै टोल परिवर्तन गर्दै मागेर खान्थ्यो। एउटा टोलकाले कति माग्न आउँछ भनेर गाली गरेपछि अर्को टोल फेरेको हुँदो हो। अथवा पटक पटक एउटै घर पसलमा गएर माग्दा आफैले लाज लागेर पनि हुँदो टोल परिवर्तन गरेको। अल्लो टोल पल्लो टोल माथिल्लो टोलका बासिन्दा र पसलेहरू उसको जीवन धान्ने दाता थिए। सडकमा गोथे जवान भइसकेको थियो। मान्छेको मन न हो, उसलाई पनि गरजाम गर्न मन लाग्दो हो। बालबच्चा घर परिवारसँग रमाउन मन लाग्दो हो।
जागिर खान मन लाग्दो हो। व्यापार व्यवसाय गरेर पैसा कमाई आलिसान घर बनाएर बस्न मन लाग्दो हो। चट्ट परेका नयाँ लुगा लगाउन मन लाग्दो हो। चाडबाडमा मिठो खानेकुरा खाने रहर जाग्दो हो। दसैँमा मामा घर जान मन लाग्दो हो। ससुराली जान मन लाग्दो हो। आफन्त कहाँ पुगेर ज्वाइँ भानिज साला भतिज बिनाजु भनेर सम्बन्धित हुने रहर हुँदो। तर गोथे यो सबै गर्न सक्दैनथ्यो। यो सबै गर्न मान्छे हुनु पर्थ्यो। यो समाजको दृष्टिमा गोथे मान्छे थिएन। मान्छेको योग्यता नागरिक हुनुपर्छ। नागरिक मात्र भएर हुँदैन। नागरिकता चाहिन्छ, शिक्षा चाहिन्छ। शिक्षा मात्र भएर हुँदैन। शिक्षित भएको भनेर कसैले दिएको प्रमाणपत्र चाहिन्छ। जागिर चाहिन्छ। जागिर मात्र भएर हुँदैन। तलबबाट भन्दा बढी टेबल मुनिबाट जम्मा गर्न सक्नुपर्छ। परिवार चाहिन्छ। परिवार मात्र भएर हुँदैन। परिवारको सहयोग चाहिन्छ। समाज चाहिन्छ। समाज मात्र भएर हुँदैन। समाजले मान्छे हो भनेर स्वीकार्नुपर्छ। धन चाहिन्छ। धन मात्र भएर हुँदैन। धनको रवाब देखाउन सक्नुपर्छ। सपङ्गता हुनुपर्छ। सपङ्गता भएर मात्र पनि हुँदैन। आफ्नो शरीर सबैलाई काम लाग्ने हुनुपर्छ। ज्यान सफा सुग्घर हुनुपर्छ। ज्यान सफा सुग्घर भएर मात्र पुग्दैन। पेसनदार पनि हुनुपर्छ। धूर्त हुनुपर्छ। धूर्तै हुँदैमा मात्र पनि हुँदैन। त्यो धूर्तैलाई बट्टाइ भनेर व्याख्या गराउन सक्ने क्षमता हुनुपर्छ। सबैभन्दा ठुलो कुरा भ्रष्ट हुनुपर्छ। तर भ्रष्ट नदेखि नै मकुण्ड लगाउनुपर्छ। तब खाटी मान्छे देखिन्छ। गोथीमा यी कुनै पनि गुण थिएन। यो समाजमा मान्छेले जस्तो सास फेर्दैमा कोही पनि मान्छे हुँदैन थियो। मान्छे जस्तो देखिँदैमा मान्छेको जस्तो नाम पनि पाइँदैन थियो। नाम नै नभएपछि मान्छे हुने कुरै हुँदैन थियो। नाम नभएको गोठी कसरी मानिस हुन सक्छ? नाम नभएको मान्छेको नाम गोठी कसरी भयो? उसलाई उसकी आमाले राखिदिएको नाम हो। बाल खलासीलाई माइक्रो बसको ड्राइभर गोठी भन्थ्यो। त्यहीबाट उसको नाम गोठी भयो कि? गोठीको शरीर सानोमा अलि मोटो बुक्लुक्क परेको, गाला पनि पुक्क परेको थियो। उसको शरीरको बनावट हेरेर उसले जिस्काएर गोठी भन्दा भन्दै पो गोठी भएको पो हो कि? कसैले उसलाई गोठी भनेपछि एकबाट अर्को, अर्कोबाट अझ अर्को, त्यसपछि फेरि अर्कोले सुन्दा सुन्दै पो गोठी भएको हो कि? तर गोठीले आफ्नो नाम कहिले गोठी भनेन। कसैले नाम के हो भनेर सोद्धा भन्थ्यो, मेरो नाम छैन। त्यसैले ऊ गोठी हो, ऊ गोठी होइन। त्यसो त गोठीलाई बितेको कुनै समय एक दिन कसैले भनिदियो, राम्रो नाम राखेर नागरिकता बनाउनु पर्छ अनि सुविधा पाइन्छ। नागरिकताका लागि सिफारिस बनाउन वडा कार्यालय जा। एक दिन नागरिकताको सिफारिस बनाउन भनेर गोठे वडा कार्यालय गयो। वडा अध्यक्षले सोध्यो, नाम के हो? शम्भु कुमार। थर के हो? थर त थाहा छैन। बाउको नागरिकता छ? मेरो बाउ त छैनन्। नागरिकता त झन् कहाँबाट हुन्थ्यो? आमाको छ त्यसो भए? आमा पनि सानै हुँदा मरेकी रे। आमाको पनि छैन। अनि 3 पुस्ते थाहा छ? त्यो पनि थाहा छैन। भनेपछि पारीबाट वारी आएर नागरिकता बनाउन खोजेको वडा अध्यक्षले अलि रिसाइजै गरी भन्यो। गोठे केही बोलेन। ऊ नबोलेपछि वडा अध्यक्षले नै फेरि सोध्यो, इन्डियन हो? इन्डियन होइन, म नेपाली हो। वडा अध्यक्ष र गोठे बीचको संवाद वडा कार्यालयमा आएका अरू सेवाग्राहीले पनि सुनिरहेका थिए। एउटा सेवाग्राहीले पक्क भनिहाल्यो, थर ठेगाना बाउ आमा केही नभएको बतासे रहेछ, बतासे। सबैजना गलल्ल हाँसे। म बतासे होइन, शम्भु कुमार। गोठेले फेरि भन्यो। बतासे मान्छे कताको शम्भु कुमार हुन्छ कि पशुपतिबाट जन्मेको भएर शम्भु कुमार?
अर्कोले थप्यो, बुबा आमाको ठिकाना नभएको मान्छेलाई बतासेले जन्माएको अरे, बतासबाट जन्मेको भएर बतासे भनिएको अरे। झन् अर्कोले वातावरणलाई आशमय बनायो। बाबुको नाम हावा, आमाको नाम पानी राखेर नागरिकता सिफारिस गरिदिने हो कि के हो? वडा अध्यक्ष स्वयं पनि उसलाई उल्ली बिल्ली पार्नमा उत्रिए। गोतेसँग उत्तर थिएन होइन, उत्तर दिन सकिन। उत्तर दिन सकिन पनि होइन, उत्तर दिन चाहेन। आनन्द उस सबैको अगाडि बतासे ठहरियो। उसले म बतासे होइन भनेको कसले सुन्थ्यो र? गोतेले उनीहरूको कुरा धेरै बुझेन, यति चाहिँ बुझ्यो, यहाँबाट उसको नागरिकता बन्दैन। गोते अब देशविहीन भयो। ऊ सम्भकुमार हुन सकेन, नागरिक हुन सकेन। यी सबै नभएपछि ऊ मान्छे भएन। गोतेलाई चरा चाहिँ आकाशमा उड्न मन लाग्यो, जसलाई त यो देशको चरा र ऊ देशको चरा होस् भन्ने बन्देज थिएन। गोतेलाई बाँदर भएर एक रुख र अर्को हाँगामा हाम फाल्न मन लाग्यो, जसलाई त बाँदर होस् भन्ने प्रमाणपत्र कसैले दिनु पर्दैन थियो। गोतेलाई बरु कुकुर भएर गल्ली गल्ली हिँड्न मन लाग्यो, किनभने उनीहरूले आफ्नो 3 पुस्ते त कसैले बुझाउनु पर्दैन थियो। कसैले उसलाई बतासे त भन्दैन थियो। एक दिन देशमा चुनाव आयो। चुनाव सहरमा पनि बस्यो। चुनावसँगै आमसभा आयो। आमसभामा भाषण गर्न नेता आयो। गोते पनि बैशाखी टेकेर आमसभामा भाषण सुन्न गयो। नेताले भाषण गर्दै भन्यो, हाम्रो देशमा अब कोही पनि नागरिकताबाट वञ्चित हुने छैन। कोही पनि घरबार विहीन हुने छैनन्। कोही पनि बेरोजगार हुने छैनन्। कोही पनि शिक्षा र स्वास्थ्यबाट वञ्चित हुने छैनन्। कसैले पनि भोकै बस्नुपर्ने छैन। भोलिपल्ट त्यही ठाउँमा अर्को पार्टीको आमसभा भयो। भोलिपल्टको आमसभामा बोल्ने नेताले पनि अघिल्लो दिन बोल्ने नेताले जस्तै बोल्यो। नेताले सबै कुरा दिने पो भए, जुन कुराहरू गोतेसँग थिएनन्। नेताको भाषण सुनेर गोते खुसी भयो। गोते पनि बैशाखीको सहारामा नेता भेट्न भिडको पछि दौड्यो। नेताजी कार्यकर्ताबाट बिदाबारी भई भाषण स्थलबाट बाहिरिन गाडी चढ्न मात्र के लागेको थियो। गोते र उसको बैशाखीका जोडी नेताका अगाडि उभिए। नमस्कार सर, गोतेले नेताका अगाडि हात जोड्दै भन्यो। कसलाई सर भनेको? उहाँ सर होइन, मन्त्रीज्यू हो। मन्त्रीज्यू भन, एउटा कार्यकर्ताले गोतेलाई बोल्न सिकायो। गोतेले फेरि हात जोड्दै भन्यो, मन्त्रीज्यू। के भो? मन्त्रीले आफ्नो हल्का बाङ्गिएको टाई सिधा पार्दै भन्यो, मेरो घर छैन, जग्गा जमिन छैन, पढ्न पनि सकिएन, जागिर पनि छैन, खुट्टा काटेर अपङ्गताको जीवन बाँचिरहेको छु। मेरो केही छैन, कोही छैन। अघि तपाईँले भाषण गरेको सुनेर म अति खुसी भएँ। तपाईँले भाषणमा भनेको कुरा पाए मलाई सबै पुग्छ। मेरो उद्धार होस्, गोतेले भन्यो। अनि मतदाता परिचय पत्र चाहिन्छ? मन्त्रीले सोध्यो। छैन, नागरिकता त बनाउन सकेको छैन। कहाँबाट मतदाता परिचय पत्र हुन्थ्यो मसँग? गोतेले भएको कुरा बतायो। म यहाँ मतदातासँग भेट्न आएको। अहिले चुनावको रन्कोमा मतदाता बाहेक अरूलाई भेटेर गफ गर्ने फुर्सद छैन। पछि कुरा गरौँला, अहिले मलाई हतार छ। नेता टकटकी। गोतेलाई यति भन्दा नभन्दै नेता गाडी चढिसकेको थिए। ड्राइभरले गाडी उक्यायो। गाडी रोकिएको ठाउँमा हिलो थियो। रोकिएको गाडी एक्कासी अगाडि बढाउँदा गाडीको चक्काले फालेको हिलो गोतेको पुरै शरीरभरि भयो। वरिपरि भएकाहरूले गोतेतिर हेरे। गोतेको आकृति मान्छेको जस्तो थिएन।